नाम सुनेको र पूर्व मन्त्री पनि हुनुहुनेछ देवी प्रसाद बजाज्यू त्यसै गरी नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक मदन सिन्हाजी अनि घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष आदरणीय चेतना घिमिरेज्यू र हाम्रो वंशको सर्वश्रेष्ठ दाई हरिकृष्ण धर्मेन्द्रले पनि र अरू सबै धेरै त मैले बन्धु बान्धव नै देखिरहेको छु र बाँकी अरू कवि लेखकहरू पनि देखिरहेको छु। यो के अरे चेरपको स्मृति प्रतिष्ठानद्वारा यो आयोजित हो आजको कार्यक्रम। चेरप एउटा राम्रो कलाकार र राम्रो साहित्यमा पनि